राम के भयो आज तँलाई अनरे निन्याउरो छ त अरे त्यस्तो केही भएको छैन। त यस्तो निन्याउरो अनुहार पाएर बस्ने खालको मान्छे त होइन। भन्न के भयो? अरे छोरी पनि ठुली भाइ, राम्रो कुल खानदानको केटा आयो भने बिहे गरिदिउँ कि भनेर सोचेको छु। ए त्यति जब सानो कुरामा निराश हुनुपर्छ त भने मेरो भाइ सत्यको पनि बिहा गर्ने उमेर भयो। यसपालि बिहा गरौँ कि भनेर सोचेको छौँ। अरे तेरो भाइको बारेमा त मैले कहिल्यै सोचिनँ। यति मिल्ने साथीको घरमा मेरो छोरी दिन पाउनु भनेको त भाग्यको कुरा हो। आरतिर सत्यको बिहा गरिदिनु पाए हुन्थ्यो। यसमा के छ तेरो विचार? साँच्चै हरि, तेरो भाइले कति पढेको छ नि? मेरो भाइले मास्टर पास गरेर आएको छ। अब त्यसलाई यहीँ जागिर खोजेर ल्याइदिनु पर्नेछ। त्यसो भए त राम्रो भइगयो नि। कि म यो कुरोलाई अब पक्का सम्झौँ त? पक्का सम्झिनँ यार मैले भनेपछि। छोरीलाई पनि एकचोटि सोध्नु पर्थ्यो कि राम। अरे मैले भनेपछि मेरी छोरीले नाइ भन्दिनँ, त ढुक्क हो न। ल त्यसो भए आजबाट हामी सम्धि होइन त? हो नि। ए चिया त मैले खाइसकेँ, तैँले त खानै बाँकी रहेछ। म यति सक्छ है त। ल ल ल छिटो खा न, त जे चिजमा पनि ढिलो के। मेरो बच्चादेखि बानी नै यस्तै बस्यो यार। ल हिँड। ल लाग्नु।